5 वर्षपछि हुम्ला पुग्यो र हुम्लाको बाटोमा हेर्दा एकदमै डेन्जर बाटो थियो र नयाँ ट्र्याक पनि हो। एकदमै खतरा बाटो छ। तल तल कर्णाली माथि बाटो अफरोड बाटो ढुङ्गा कतै गाडीको चक्का फस्छ त कतै गाडीको चक्का नै उफ्रिरहेको हुन्छ र कति ठाउँमा गाडीको चक्का नै फ्याट भएको हुन्छ र हेर्दा एकदमै डरै लागिरहन्थ्यो र मनमा पनि डर ठक भइरहन्थ्यो र कतै गाडी तल झर्न लाग्ला जस्तो लाग्थ्यो। आफूलाई मनमा सम्हाल्नै कति गाह्रो भइरहेको थियो। कस्तै डर लागिरहेको थियो। यो 15 किलोमिटरको बाटोलाई पैसा पनि त्यस्तै महँगो छ। 15 किलोमिटरको बाटोलाई 2000 रुपियाँ छ र हुनु त ठिकै हो। एउटा बाटो त्यस्तै छ र सबको ज्यान रिस्कमा पनि छ र यति सुविधा पनि पुगेको धेरै राम्रो। नत्र भने पहिला हिँडेर एकदमै गाह्रो हुन्थ्यो। सिमीकोटबाट सर्कियार्ड हिँडेर जानलाई ठ्याक्कै बिहानको 5:30 बजे सिमीकोटबाट हिँड्यो भने सर्कियार्डमा साँझ रातिको 7-8 बजे पुगिन्थ्यो। तर अहिले त बाटो रोड पुगेको हुनाले जो 3 घन्टामा 4 घन्टामा सर्कियार्ड पुगिँदो रहेछ। धन्न म लगभग अहिले 5 वर्षको अन्तरालमा 5 वर्षपछि म हुम्ला पुगेर त्यसपछि हेर्दा मलाई लाग्यो एकदमै खतरा बाटो लाग्यो र रिस्की पनि छ र सजिलो पनि भएको छ। पहिलाभन्दा धेरै राम्रो पनि भएको छ। यहाँ लाग्छ कि सबैले अब त्यसो अब छिटै पिच भओस् बाटो भन्ने म चाहन्छु। पिच बाटो भएको भए त के मजा आउँथ्यो, धेरै राम्रो हुन्थ्यो। तर जान पनि राम्रो, यताउति पनि राम्रो, यस धेरै राम्रो हुन्थ्यो। यस्तै छ। चट्टान फोरेर पनि बाटो बनाएको छैन। यस नेपालको विकास चाहिँ भएको छ कि यस कर्णालीलाई चाहिँ सबैले माया गरिदिन्थ्यो होइन, सधैँ माया गरिदियो। माया गर्दा पनि सबैलाई धन्यवाद होइन। यसरी बाटो बनाइदिएकोमा एकदमै राम्रो छ बाटो, एकदम बेस्ट बाटो छ। यति बाटो हुनुभएको पनि धेरै राम्रो हो र एकदमै खुसी लाग्यो मलाई। मलाई 2 दिन लाग्थ्यो बाटो हिँड्नलाई। मैले आज एकै दिनमा सिमीकोबाट म घर पुग्न सकेको छु र मलाई खुसी लागिरहेछ। आफ्नो ठाउँमा गाडीहरूमा हिँड्न पाउँदा एकदमै राम्रो लागिरहेको छ। सबैलाई धन्यवाद छ र यो भिडियो हेर्नुहुने सबैले धन्यवाद भन्छौँ र अलिकति मसँग गाडीमा हिँड्नको कारणले गर्दा हिँडेको हुनाले बाटो अप्ठ्यारो कारणले गर्दा अलिक क्यामेरा धेरै हल्लिरहेछ र त्यसको लागि माफी र म नेक्स्ट टाइम अर्कोचोटि आउनु परेमा म अझै राम्रो भिडियो लिएर आउनेछु। सबैलाई धन्यवाद छ हजुरले हेरिदिनु भएकोमा र के लाग्यो कस्तो लाग्यो र केही दिनलाई कमेन्ट गरिदिनु होला। सबैलाई धन्यवाद छ।